एउटा राम्रो ट्रेडलाई साँच्चै एउटा ग्रेट ट्रेडमा कसरी बदल्ने होला? यसको रहस्य सुन्दा जति सरल लाग्छ त्यति नै शक्तिशाली पनि छ। जितिरहेको पोजिसनमा थप लगानी गर्नु। आज हामी यही कलाको बारेमा गहिराइमा कुरा गर्नेछौँ। एकछिनलाई सोचौं त के हुन्थ्यो होला यदि हामीले हाम्रो सबैभन्दा सफल ट्रेडबाट हुने नाफालाई दोब्बर, तेब्बर वा त्योभन्दा पनि बढी बनाउन सक्यौं भने। धेरैजसो हामी के गर्छौं, एक ठाउँमा किन्छौं, अर्को ठाउँमा बेच्छौं, सकियो। तर के योभन्दा पनि राम्रो तरिका हुन सक्छ? पक्कै पनि छ। यो चार्टलाई हेरौँ न। पहिलो खरिदपछि मूल्य आफ्नो पक्षमा जाँदा थपिएको हरेक नयाँ पोजिसनले नाफालाई कसरी आकाशमा पुर्याइरहेको छ। हो, यही नै हो सामान्य नाफा कमाउनु र साँच्चीकै सम्पत्ति निर्माण गर्नु बीचको फरक। अब यो रणनीतिको पछाडि एउटा दर्शन लुकेको छ र यो बुझ्नको लागि हामीले एकजना माली जसरी सोच्नुपर्छ। कल्पना गरौँ कि हाम्रो ट्रेडहरू भनेको बगैँचाका बिरुवा हुन् र हामी ती बिरुवालाई मात्र स्याहार गर्छौं जुन पहिले हरिया र फस्ताइरहेका छन्। यहाँ दुई किसिमको सोचाइ देख्न सकिन्छ, होइन त? एकातिर घाटामा रहेको ट्रेडमा थप्नु, यो त सुक्खा जमिनमा पानी खन्याएर बिरुवा उम्रन्छ कि भनेर आशा गर्नु जस्तै हो। अर्कोतिर जितिरहेको ट्रेडमा थप्नु, त्यो भनेको त पहिल्यै मौलाइरहेको बिरुवामा मलजल गर्नु जस्तै भयो, ताकि त्यो अझै ठुलो र बलियो होस्। कुन चाहिँ बाटो रोज्ने प्रश्नै छ नि। ल, अब यो मालीको दर्शनलाई व्यवहारमा कसरी उतार्ने त? जितिरहेको ट्रेडमा लगानी थप्ने तीनवटा एकदमै प्रभावकारी तरिकाहरू छन्। आउनुहोस् एक एक गरेर हेरौँ। पहिलो रणनीति हो पिरामिड। यसलाई ठ्याक्कै यो चित्रमा जस्तै सिडी चढ्दै माथि गएको सोच्नुहोस्। हरेक खुड्किलोमा थोरै थोरै थप्दै जाने। यो एकदमै व्यवस्थित र शक्तिशाली तरिका हो। यसको प्रक्रिया एकदमै सरल छ। पहिलो, सानो लगानीबाट सुरु गर्ने। दोस्रो, मूल्यले साथ दिएपछि अलिकति थप्ने। र तेस्रो, यदि बजारको तेजी कायमै रह्यो भने फेरि थोरै थप्ने। हेर्नुहोस्, हरेक कदममा हाम्रो जोखिम घट्दै र आत्मविश्वास बढ्दै जान्छ। तर यो पिरामिड बनाउँदा केही सुनौला नियमहरू छन् जुन भुल्नै हुँदैन। पहिलो, हरेक नयाँ लगानी अघिल्लो भन्दा सानो वा बराबर मात्र हुनुपर्छ। दोस्रो, मूल्यको टुप्पोमा पुगेर कहिल्यै पनि अल इन जाने गल्ती नगर्नुहोस्। र सबैभन्दा महत्त्वपूर्ण, याद राख्नुहोस्, हामी माथि उक्लिरहेको सिडी मात्र चढ्छौं, तल झरिरहेको होइन। ल, अब दोस्रो रणनीति, पुल ब्याकमा थप्ने। यसलाई यसरी कल्पना गरौँ। एकजना धावक लामो दौडमा छ। ऊ एकछिन रोकिन्छ, गहिरो सास फेर्छ र फेरि दौडिन थाल्छ। त्यो सास फेर्न रोकिएको बेला नै हाम्रो लागि थप्ने मौका हो। भनेपछि जब बजारमाथि गइरहेको बेला मूल्य थोरै तल झर्छ, जस्तै यहाँ देखाइएको कि सपोर्ट लेभल वा मुभिङ एभरेजतिर, त्यो खरिद गर्नको लागि सुनौलो अवसर हुन सक्छ। किनकि यसले हामीलाई सस्तोमा किन्ने मौका दिन्छ र यो बलियो ट्रेन्ड अझै जारी रहन्छ भन्ने सङ्केत पनि हो। र तेस्रो रणनीति, यो एकदमै रोमाञ्चक छ, मोमेन्टम वा गतिको फाइदा उठाउने। कहिलेकाहीँ के हुन्छ भने बजारले सास फेर्ने मौका नै दिँदैन। मूल्य पुलब्याक नै नभई रकेट जस्तै सिधै माथि जान्छ। यस्तो बेला हामीले के हेर्ने? कुनै बलियो प्रतिरोध स्तर तोड्यो कि, ठूला हरिया क्यान्डलहरू बने कि, कारोबारको भोल्युम वात्तै बढ्यो कि? यी सबै रकेट लन्चका सङ्केत हुन्। तर एउटा कुरामा एकदमै होशियार, रकेट उडिसकेपछि चढ्न खोज्नु भनेको दुर्घटनालाई निम्तो दिनु हो। हामीले लन्च हुने बित्तिकै गति समात्नुपर्छ। ल, यो स्लाइडमा एउटा वास्तविक उदाहरण हेरौँ न। यहाँ लङ 1 हाम्रो पहिलो खरिद भयो। मूल्य माथि गएपछि लङ 2 थप्यो अनि फेरि लङ 3। तर यहाँ सबैभन्दा ध्यान दिनुपर्ने कुरा के छ भने हरेक खरिदसँगै स्टप लसलाई पनि बिस्तारै माथि सारिएको छ। यसले के गर्छ? यसले हाम्रो नाफालाई लक गर्छ र जोखिमलाई लगातार घटाउँदै लैजान्छ। तर लगानी थप्दै जानु त कथाको एउटा पाटो मात्र भयो। अब कुरा गरौँ सायद सबैभन्दा महत्त्वपूर्ण विषयको, आफ्नो नाफाको सुरक्षा कसरी गर्ने। जब हाम्रो पोजिसन ठूलो हुँदै जान्छ, तब हाम्रो पहिलो प्राथमिकता नाफा कमाउनु भन्दा पनि कमाएको नाफालाई जोगाउनु भन्न जान्छ। यो भनाइले सबै कुरा स्पष्ट पार्छ। एकपटक तपाईँ नाफामा पुग्नुभयो भने तपाईँको काम भनेको त्यसलाई जोगाउनु हो। कल्पना गर्नुहोस् कि तपाईँ एउटा झोलामा पैसा जम्मा गर्दै हुनुहुन्छ। तपाईँ त्यो झोलालाई खुल्ला छोड्नुहुन्न नि, होइन? नाफा सुरक्षित गर्ने केही प्रमुख तरिकाहरू छन्। एउटा हो ट्रेलिङ स्टप लस, जहाँ मूल्य जति माथि जान्छ स्टप लस पनि त्यति नै माथि सार्दै लैजाने।
अर्को हो ब्रेक इभन स्टप, जहाँ स्टप लसलाई सिधै आफ्नो खरिद मूल्यमा ल्याइन्छ, जसले गर्दा अब त्यो ट्रेडमा कुनै जोखिमै रहँदैन। वा आंशिक नाफा लिने, जहाँ पोजिसनको केही हिस्सा बेचेर नाफालाई खल्तीमा हालिन्छ। तर यहाँ पनि एउटा चेतावनी छ। यो चित्रले देखाए जस्तै स्टप लसलाई मूल्यको एकदमै टाँसेर राख्नु हुँदैन। यसो गर्दा के हुन्छ, बजारको सामान्य उतार चढाउले नै हामीलाई ट्रेडबाट बाहिर फ्याँकिदिन सक्छ र पछि हुन सक्ने ठूलो नाफाबाट हामी वञ्चित हुन्छौँ। त्यसैले ट्रेडलाई सास फेर्न अलिकति ठाउँ दिनै पर्छ। ल अब हामीले सिकेका सबै कुरालाई निचोडेर केही मुख्य सिद्धान्तहरूमा समेटौँ। यिनै हुन् जित्ने ट्रेडमा थप्ने कलाका सुनौला नियमहरू। यो पुरै प्रक्रियालाई खेतीपातीसँग तुलना गर्दा कति राम्रोसँग बुझिन्छ हेर्नुस् त। हाम्रो पहिलो खरिद भनेको एउटा बिउ रोप्नु हो। जितिरहेको ट्रेडमा थप्दै जानु भनेको त्यो हुर्किरहेको बिरुवामा मलजल गर्नु हो र कमाएको नाफालाई जोगाउनु भनेको आफ्नो बालीलाई जोगाउन वरिपरि बार लगाउनु हो। कति सुन्दर र सरल। र यदि आजको यो चर्चाबाट एउटा मात्र कुरा याद राख्ने हो भने त्यो यो हो, घाटामा गइरहेको ट्रेडमा कहिले पनि लगानी नथप्नुहोस्। यो एउटा नियमले मात्र पनि ठूलो विनाशबाट जोगाउन सक्छ। त्यसो भए अन्त्यमा यी सुनौला नियमहरू फेरि एकपटक दोहोर्याउँ। 1. केवल जितिरहेको पोजिसनमा मात्र थप्ने। 2. घाटामा गएको ट्रेडलाई कहिल्यै नहेर्ने। 3. आफ्नो नाफालाई आक्रामक रूपमा सुरक्षित गर्ने। र 4. सधैँ अनुशासित रहने र आफ्नो योजनामा अड्डिरहने। र अब जाँदा जाँदै एउटा प्रश्न छोडेर जान्छु। आफ्नो पोर्टफोलियोलाई हेरेर सोच्नुहोस् त, त्यहाँ कुन चाहिँ जितिरहेको ट्रेड छ जसलाई एक कुशल मालीले जस्तै स्याहार गरेर अझै ठूलो बनाउन सकिन्छ।